नमस्कार सम्पूर्ण गाउँवासीहरुमा। आज होली पर्व आइरहँदा विभिन्न ठाउँहरुमा होली पर्वलाई नकारात्मक तरिकाले खेलिने र विभिन्न मानिसहरुलाई जबरजस्ती होली लगाइदिने क्रियाकलापहरु भइरहेको घटनाहरु हामीले थाहा पाएको हुँदा तपाईहरुमा पनि त्यस्तै होलीहरु खेल्ने बहानामा जबरजस्ती गरिएको थाहा पाएमा कडा भन्दा कडा कारबाही हामीले गर्नेछौं। तपाईले 100 नम्बरमा फोन गर्नु भए हामी तुरुन्त आइहाल्ने छौं। धन्यवाद। जिल्ला प्रहरी कार्यालय। ओए कोले हाने हो को हान्ने हो लोला हान्ने को हो कोले हान्यो के त भन्नु सर यही मलाई हान्ने सर कोले हानेको हो ओए हाँ बिरे तल झर्न यार कस्तो साथीभाइसँगै होली खेल्ने भनेर आउँदा तका रुखमा चढेर बसेछ सर झर्के टीका मात्र लगाइदिन्छ। अघिल्लो वर्ष नि टीका मात्र भनेर टिभीले मलाई राति बनाएको होइन। अहिले वर्ष त म त होली राखेँ आज रुखमै सुतेर बस्छु म। त एउटा छ यार साथी भनेर झर्के टीका मात्र लाउला म त लान्न टिभी जाऊ म त खेल्दिन। झर चस्की लौरोले हार्ने झारम ल टीका मात्र है तल झर टीका मात्र ल टीका मात्र लाउलास के टीका मात्र हो के ल झर त पहिला टीका मात्र हो भने झर्छ सबैले टीका मात्र लाउनु त पहिला कान समाएर टीका मात्र परमिस ल परमिस हो ओके ल ठीक छ ल क्या है बल फेरि रातो मसला छ बिस्तारै ल टीका मात्र लगाइदियो भाइ ल टीका मात्र ल साला अघिल्लो वर्ष पनि भनेर राति बना अहिले पनि राति बना ठुक्का कुकुरहरू टिपेर सामान गर्न छोडिन्छ म अब कहिले होलीमा मलाई राति बनाउँदैन एनर्जी हुन्छ भन जहिले लाउँछ। बिग्रेको मान्छे म भत्केको घरको मलाई के को चुब्लाक कब्जियत भयो जस्तो आवाजमा गीत नगाएको धेरै दिमाग खाइसक्यो। ल्याङ भयो नि दोष यार। अघिल्लो वर्ष यार होली बवाल मनाएको यार। अहिले त यो वर्ष गाँजा मिनेरै जाला जस्तो छ यार। मिल्ने नै गाजा त अरू त के पाइन्छ र जल्दी अघिल्लो वर्ष सँगै होली खेलेको केटीहरू कोही जापान हिँडेछ, कोही अस्ट्रेलिया हिँडेछ, कोही कोरिया हिँडेछ है। कोहीले त बिहा पनि गरेछ यार। हामी पनि जाने हो इन्डियातिर। इन्डिया के जानु भाडामा हाँस्न यतै नेपालतिरै कुल्ली काम गरी जितिएला नि यार। प्रोजेक्टहरू खोज्ने गर्ने हो केटा दोष मिल्न नि त यार। धुलो बनाइसकेछ यार गाँजा बनाउने आउँदैन क्या यसलाई यार। सिकारु हो त अनि कहिले गाँजा खाने बाबु दोषले सिकाएर त अहिले अलिअलि हानिरहेको छु। पुच्काहरू मिलाएकै छैन पुरा धुलो बनाइरहेको हौ। मिलाएर गर न यार। चोर छ चोर खुकुरी चोर नै ल्याउनु बिर्से चोर पनि बिर्सेछ यार। सानैलाई कल हान्ने र सानैलाई फेरि मोबाइल पनि छैन होला। मान्छेहरूको सङ्घर्ष गरेपछि म कहिले प्रगति गर्ने कि यार मैले यार के गर्ने जिन्दगी त बर्बाद के हो जलपरी। अहिलेको होली पनि बवाल होला जस्तो छ नि। बवाल होइन कति बवाल होला सात त त्यता लाग्छ क्या एउटा। अहिलेको होली पनि बवालै होला जस्तो छ त। यतै बाटो हुन्छ कि यही हो नि बाटो त नजिक आउन दिउँ है नजिक। अघिल्लो वर्ष त होली खेलेको कस्तो जिउभरि एलर्जी भएर अब अहिले वर्ष त नखेल्ने भनेको छु म त। ठुक्का कुकुरहरू तिमीहरूको घर दिदीबहिनीहरू छैनन्? यस्तो जलपरीहरू भेट्दै कहाँ घरको दिदीबहिनीसँग त भाइटिका बोलाउने हो त। हेर्नु न यो त मलाई लोलाले हान्यो एलर्जी हुन्छ भनेर जाने त्यति बेला मेरो साथीले भनेको अहिले जाने लोलाले हान्यो मलाई। होली खेल्ने तिमीहरू